चाहिँ लेखेर दिनु भएको छ। अनि मैले उहाँलाई सोधेँ तपाईले लेख्नु भएको कुरा यहाँ पढेर सुनाऊ भनेको हुन्छ भन्नुभएको छ। अनि उहाँको सहमतिमा उहाँले लेख्नु भएको कुरा म तपाईहरुलाई भन्छु है त। उहाँले लेख्नु भएको छ, नमस्कार, म फरक क्षेत्रमा रहेको व्यक्ति हुँ। नमस्कार दिजु, हजुर मेरो प्रेरणाको स्रोत हुनाले प्रत्यक्ष भेट्ने चाहना धेरै समयपछि आज पूरा भएको हुँदा हर्षित छु। हजुर नीति निर्माण तहमा नजिक रहेर आम नागरिकको स्पष्ट प्रतिनिधि हुनाले साना बालबालिकाले पनि केही समस्या पर्दा देख्दा हजुरको नाम लिएको पाएको छु। स्थानीय सरकार छ तर समस्याको समाधान त परेको कुरा सुन्ने फुर्सद पनि हुँदैन। यथार्थ कुरा सुन्ने, सही सम्बोधन गर्ने परिपाटी खासै देखिँदैन। हाम्रो दलमा के छ होला भन्नुभएको छ। हरेक ओडामा समस्या सुनेर यथार्थ बुझेर सुनवाई गर्ने ठाउँसम्म पुर्याउने सहजकर्ता हुनु आवश्यक छ। 5-7 जनाको समूह बनाएर छलफल निर्णय गरेर निष्कर्ष हजुरहरूकोमा आउने व्यवस्था छ कि छैन होला। पदको लालसामा आफू लड्ने भिड्ने छुट्टा समूह बनाउने पुराना दलहरूको रोग यो दलमा नलागोस् भन्ने कामना गर्दछु। देश नागरिक भन्दा पनि आफू आफ्ना पदकै लागि लडिरहेको देखिन्छ।